एकपटक भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले राजा महेन्द्रलाई एउटा प्रस्ताव राखिछिन्। तिम्रो सानो देश नेपाल भारतमै गाभौँ भनेर। राजा महेन्द्रले पनि हुन्छ भनेछन्, तर एउटा शर्त राखेछन्। नेपाल र भारतलाई मिलाएर बन्ने नयाँ देशको नाम चाहिँ नेपालै हुनुपर्छ है भनेर। यसको मतलब भारतलाई चाहिँ नेपालमा गाभ्ने कुरा गरेका थिए राजाले। जुन बेला राजा महेन्द्रले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने हाइवेको निर्माण गरेका थिए, त्यति बेला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले राजा महेन्द्रलाई दिल्लीमा बोलाएर सम्झाउन थाले। तिमीले यति ठुलो योजना बनाउनु भन्दा अगाडि एकचोटि भारतसँग स्वीकृति लिनुपर्ने थियो। राजा महेन्द्रले रिसाउँदै भनेछन्, हामीले हाम्रो देशमा जेसुकै गरौँ, तपाईको स्वीकृति किन लिनुपर्ने? त्यस पछाडि इन्दिरा गान्धीले जवाफ दिएछिन्, पहाडी भूभागमा तपाईहरूको इच्छाले जेसुकै गर्नुहोस्, तर यदि तराईमा कुनै पनि काम गर्नुभन्दा अगाडि एकचोटि भारतसँग स्वीकृति लिएको राम्रो हुन्छ। त्यसपछि राजा महेन्द्रले इन्दिरा गान्धीको सुरक्षामा खटिएका गोर्खाली सैनिकलाई देखाउँदै भनेछन्, यदि समथर ठाउँ जति सबै इन्डियाको अन्डरमा हुने भए, जो शिरमा खुकुरीको चिन्ह लिएर जहाँ उभिएको हुन्छ, के त्यहाँसम्म नेपाल हुन्छ त? त्यसपछि इन्दिरा गान्धी जवाबविहीन भइछिन्। त्यसैगरी एकचोटि भारतीय मिडियाहरूले राजा महेन्द्रलाई सानो राष्ट्र भनेर अलिकति होच्याएर केही भनेको कारणले गर्दा राजा महेन्द्रले एउटा गतिलो जवाफ दिएछन्। यदि क्षेत्रफलको हिसाबले कुनै पनि राष्ट्र सानो र ठुलो हुन्छ भने हात्ती ठुलो कि माउते ठुलो हुन्छ, यसको बारेमा छलफल गरिनुपर्छ भनेर आजभोलिका नेताहरूले राजा महेन्द्रलाई निरङ्कुश र तानाशाही राजाको रूपमा चिनाउने गर्दछन्। तर राजा महेन्द्र साँच्चीकै स्वाभिमानी, सच्चा देशभक्त र दूरदर्शी अनि चलाख लिडर थिए। विक्रम सम्वत 2008 देखि 2011 सालसम्म नेपालको मन्त्रीमण्डलको बैठकमा एकजना भारतीय व्यक्तिलाई सल्लाहकार बनाइएको थियो, जुन व्यक्तिको नाम थियो गोविन्द नारायण सिंह। यो कुरा राजा महेन्द्रलाई फिटिकै मन परेको थिएन। विक्रम सम्वत 2011 सालदेखि राजा महेन्द्रले जब राजगद्दी सम्हाल्न थाले, त्यस पछाडि उनले पुरै भारतीयहरूलाई नेपालबाट हटाइदिए। राजा महेन्द्रले त्यति मात्रै गरेनन्। नेपालको उत्तरी भागमा तिब्बत र नेपालको बोर्डरमा भारतीय सैनिकहरूले दर्जनौं क्याम्प बनाएर बसेका थिए। राजा महेन्द्रले उनीहरूलाई पनि जबरजस्ती हटाएरै छोडे। त्यति बेलाको समयमा नेपालमा 90% जस्तो भारतीय मुद्राको प्रचलन थियो। त्यति मात्रै होइन, नेपाली स्कुलहरूमा पनि भारतीय पाठ्यपुस्तकहरूको प्रयोग गर्ने गरिन्थ्यो। राजा महेन्द्रले यो सबै कुरा पनि हटाउन सफल भएका थिए। राजा महेन्द्रले विक्रम सम्वत 2011 सालदेखि 2028 सालसम्म लगभग 17 वर्षसम्म राज्य चलाए। त्यति बेला महेन्द्रले राम्रोसँग बुझेका थिए कि नेपालको राजनीतिमाथि भारतको रिमोट कन्ट्रोल हुने गर्छ। राजनीतिक दलहरूभित्र सत्ताको बाँडफाँडको लागि भइरहेको झैझगडा र देशमा बढ्दै गएको तमाम भ्रष्टाचारलाई उनले जरा उखेल्नको लागि 2017 सालमा उनले निर्दलीय व्यवस्था गरेका थिए। जनताको दुखी दरिद्र हालतपट्टि यो मन्त्रीमण्डलको ध्यान सम्मान पनि गएन। माथिल्ला तहका व्यक्तिहरू नै भ्रष्टाचारमा मुछिएको देखियो। जुन व्यवस्था नेपाली जनताको विरुद्धमा नभएर भ्रष्टाचारीहरूको विरुद्धमा गरिएको थियो। तर यही कुरालाई लिएर अहिलेका नेताहरूले राजा महेन्द्रलाई निरङ्कुश र तानाशाही राजा भन्ने गर्दछन्। उनी नेपाल र नेपाली भनेपछि एकदमै मरिहत्ते गर्थे। उनी मुटुको बेथाले छटपटिएको बेला पनि आफ्ना तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टलाई भनेका थिए, म मरे पनि मेरो देश बाँचिरहोस्। विक्रम सम्वत 2011 सालसम्म नेपाल आर्थिक, राजनीतिक र प्रशासनिक जुनसुकै कुरामा पनि भारतसँग निर्भर हुने गर्थ्यो। राजा महेन्द्रलाई यो कुरा पिटिकै मन परेको थिएन। त्यसैले उनले सबैभन्दा पहिलो कदम चाले पञ्चवर्षीय योजनाको। उनको सोचाइ थियो देशलाई समृद्ध बनाउनको लागि उद्योग कल कारखानाहरू नेपालमै खोलिनुपर्छ। उनले विक्रम सम्वत 2013 सालमा नेपाल राष्ट्र ब्याङ्कको स्थापना गरेर नेपालको अर्थतन्त्रलाई व्यवस्थापन गर्ने धेरै ठूलो कदम चाले। त्यसपछि उनले विकसित देशहरूसँग आर्थिक सहयोग मागेर नेपालमा विभिन्न किसिमका कल कारखानाहरू खोल्न थाले। बालाजु औद्योगिक क्षेत्र, हेटौडा औद्योगिक क्षेत्र, वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी जुत्ता कारखाना लगायत सिमेन्ट उद्योग र कपडा उद्योगहरू राजा महेन्द्रले नै सुरु गरेका थिए। त्यति बेलाको समयमा नेपालको एउटा जिल्लाबाट अर्को जिल्लामा जानको लागि भारतको बाटो प्रयोग गरेर जानुपर्ने अवस्था थियो। राजा महेन्द्रले यो समस्यालाई मध्यनजर गर्दै महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग र अरनिका राजमार्गहरूको निर्माण गरेका थिए। यदि तपाईँ उनले गरेका कामहरूको बारेमा अझै सबै कुराहरू बुझ्न चाहनुहुन्छ भने कमेन्ट गर्न नबिर्सनुहोस्। अर्को भिडियो तपाईँकै चोइस अनुसार आउनेछ।